आजको यो मौसम यति राम्रो छ नि कि म के भन्ने यार, म एकदम ह्याप्पी छु। मन खुस छ घुम्दाखेरि, कवारी गर्दाखेरि, काम गर्दाखेरि। सामान्य पाछु 12 बजेको छ तर सामान पाइसकेको छु अलिअलि थोरै थोरै। अनि पुरै यता डाँडाको साइडबाट यसरी यसरी गोलो गोलो घुमेर म यहाँ निस्केको छु, कलोनीको यता भित्रतिर छु, खाने पानीतिर। अनि हरियाली हेर्नु है खेतको, तपाईँ हरियाली हेर्नु, कति राम्रो लुक छ, कति राम्रो मौसम छ। अनि चिसो नि छैन, घाम नि ठिक ठिकको उगेको छ। अनि यो मेरो बसन्ती साइकल छ, अलिअलि कभार नि पाइसकेको छ, भित्र एउटा पङ्खा नि पाएको छ, अनि अलि थोत्रो मोत्रो। अनि म घुम्दाखेरि यार के भन्ने, आज मलाई एकदम आनन्द आछ। कभार भन्दा त म लगभग तपाईँको नहुँदाखेरि नि 8-9 किलोमिटर भित्र छु, टाढा छु। अनि तर घुमेको छु नि मौसम हेर्दाखेरि। अनि थोरै थोरै गरेर सबै ठाउँमा सामान पाइरहेको थियो म। यस्तो मेरो मन खुसी भइरहेको थियो नि कि म के भन्ने कहिलेकाहीँ बोनी नि हुँदैन यार। त्यस्तो मन रुन्छ नि कि 1 बज्यो 12 बज्यो बोनी भएको छैन, सामान पाएको छैन भनेर मन रुन्छ। तर कतै अलिकति सामान पाउँदाखेरि फेरि मन खुस हुन्छ नि यार, सामान पायो ल अब अझै घुमौँ भनेर घुम्छु। अनि लिएर कभारमा जान्छु, खाना बनाउँछु, खान्छु, अनि फेरि काममा निस्किहाल्छु। त यार कमाउँदाखेरि सामान आइरहेछ, 2 रुपियाँ कमाइरहेछु त मन ह्याप्पी छ, नकमाउँदाखेरि ह्याप्पी छैन। त तपाईँ बुझ्नुभयो नि, काम गर्नु, 2 रुपियाँ 10 रुपियाँ कमाउनु मेरो साथी। त घरबाट बाहिर निस्किनु।